हामी चाहिँ माथि आएर चाउचाउ पकाएर खाँदैछौँ। ल तलबाट 3 घन्टा हिँडेपछि चाहिँ हामी लार्के पास आइपुग्यो होइन। वेलकम ब्याक टु माई युट्युब च्यानल। गुड मर्निङ एभ्रिवान। आज चाहिँ म 16 नाइट 17 डेजको चुङ भ्याली र मनासलु ट्रेक जाँदैछु। आज चाहिँ डे 1 हो। अब चाहिँ म यहाँबाट माछापोखरी बस पार्क गएर बस चढेर त्यहाँबाट लगभग 10 घन्टा जति बसमा गइन्छ आज। अनि त्यसपछि भोलिबाट चाहिँ ट्रेक अफिसियल्ली सुरु हुन्छ गाइस। माछापोखरीबाट 12 घन्टाको ड्राइभ पछि चाहिँ हामी माछाखोला हुने ठाउँमा आइपुगेका छौँ। अब भोलिदेखि चाहिँ हाम्रो ट्रेक सुरु हुनेवाला छ। आज चाहिँ एकदम थकाइ लागिरहेको छ। गुड नाइट गाइस। गुड मर्निङ फ्रम माछाखोला। हामी चाहिँ हिजो आएर माछाखोलामा बस्यो। यहाँबाट अलिअलि हिमाल देखिरहेछ। आज चाहिँ डेट हो। यहाँबाट हामी जगत पुग्छौँ है। ठाउँ चाहिँ यस्तो छ ल। गर्मी छ यहाँ चाहिँ है। सबै ठिकै छ। पहिला चाहिँ यहाँबाट गएर यो पुलबाट जाने बाटो थियो। यो बाटो चाहिँ अहिले बन्द भएको रहेछ होइन। हामी त्यहाँ माथि पुगेर फर्क्यौँ। अब जाने मान्छेहरू चाहिँ सिधै तल रोडबाट हिँडेर जानुपर्ने रहेछ। बाटो चाहिँ यस्तो छ। कुराकानी गरौँ। ल्यान्डस्लाइड एरिया हो। एकदम केयरफुल भएर हिँड्नुपर्ने हुन्छ। त्यो पारिपट्टिको चाहिँ रोड हो होइन। त्यहाँबाट चाहिँ गाडी जान्छ। डेन्जरस। हामी हिँडेको चाहिँ 3.5 घन्टा जति भयो। हामी दोकानमा खाना खाएर अब चाहिँ जगत जान भनेर हिँडिरहेको छौँ गाइस होइन। चिल उडिरहेको छ है त्यहाँ चाहिँ। फेरि कस्तो मजाले ल्यान्ड हान्न गइरहेको चिलले होइन। अरू भने त्यस्तै हो। यहाँ चाहिँ गर्मी छ एकदमै। भन्न घाम चाहिँ लागिरहेको छैन। बादल लागेको छ त्यही पनि पुरै गर्मी छ। त्यही पनि हामी हिँडिरहेको छौँ। अब 2 घन्टामा हामी पुग्नेवाला छौँ जगत। अनि आज हामी जगत गएर बस्छौँ। त्यसपछिबाट बाँकी ट्रेक भोलि सुरु हुन्छ गाइस। त्यही हो है अहिलेलाई कुराकानी चाहिँ। हामी फेरि अर्को ल्यान्डस्लाइड एरियामा आइपुगिसकेका छौँ। त्यहाँ चाहिँ माथिबाट ढुङ्गा आउँछ कुटुङटुङ होइन। ढुङ्गाले टाउकोमा लाग्यो भने चाहिँ मान्छे मर्न पनि सक्छ। त्यही भएर माथि हेर्दै दौड्यो भने चाहिँ ठिक हुन्छ। यहाँ चाहिँ यस्तो छ कुराकानीहरू। गुड मर्निङ फ्रम जगत। आज चाहिँ हामी लोकपा जानलाई हिँडिसक्यौँ होइन। अहिले चाहिँ बिहानको 7 बज्यो। अब आज चाहिँ हामी त्यही 5-6 घन्टा जति हिँड्छौँ। बाटो चाहिँ यही हो। त्यहाँ पारि गएपछि दामी झर्ना छ। हामी यताबाट त्यो बिचबाट बाटो जान्छौँ। वेलकम टु चुङ भ्याली। हामी चाहिँ अब चुङ भ्यालीतिर छिर्यौँ होइन। जो सब रमाइलो हुनेवाला छ। 1 घन्टामा चाहिँ आजको डेस्टिनेसनमा पुग्छौँ हामी। त्यसपछि हामी त्यहीँ बस्छौँ।
गुड मर्निङ फ्रम लोक्पा। आज चाहिँ डे 4 हो। हामी चाहिँ आज यहाँबाट चुम्लिङ जान्छौँ। चुम्लिङ जान चाहिँ 4-5 घन्टा लाग्छ। बाटो खासै उकालो छैन। आज चाहिँ एकदमै सजिलो हुनेवाला छ। गुड मर्निङ फ्रम चुम्लिङ। आज चाहिँ हामी चाहिँ कम्पाएर जान्छौँ। यहाँबाट हामीलाई 5-6 घन्टा लाग्छ। त्यसपछि चाहिँ यस्तो छ, यहाँबाट एक गणेश हिमाल देखिन्छ। यता अहिले चाहिँ बादल लाएर हल्का देखेको छैन। त्यही भएर यस्तै छ कुराकानीहरू चाहिँ। आज चाहिँ हामी 4 घन्टामै छेकम्पारो आइपुग्यो तलबाट। अलिक छिटै हिँड्यो। अब यहाँ खाना खाने, आज यहीँ बस्ने, अनि भोलि हामी जान्छौँ माथि निलेतिर। गुड मर्निङ। आज चाहिँ डे 6 हो। हामी छेकम्पारबाट निले जानलाई हिँडिसक्यो। अब यहाँबाट 3-4 घन्टामा चाहिँ हामी त्यहाँ पुग्छौँ भन्ने कुरा छ होइन। जुन चाहिँ भ्याली छ यस्तो दामी। यता चाहिँ गाउँहरू छ, बादलहरू लागिरहेछ ल। यस्तै छ यता चाहिँ। चाहिँ मिलाएर के भयो, हामी चाहिँ यहाँभित्र आइपुग्यौँ होइन। गुड मर्निङ फ्रम के हो यो ठाउँको नाम चाहिँ चुले हो। आज हामी यहाँबाट मुगुम्पा जाँदैछौँ उता पारिपट्टि। हामी चाहिँ चुङ भ्यालीको ट्रेकमा छौँ। आज चाहिँ डे 7 हो। जो रमाइलो भइरहेको छ गाइज। तलबाट 2 घन्टा हिँडेपछि चाहिँ हामी मुगुम्पा आइपुग्यो होइन। यहाँ चाहिँ यस्तो माथि यस्तो ढुङ्गा रहेछ है। अनि यहाँ चाहिँ ढुङ्गाको छाना भएको घर नि छ। यो चाहिँ मलाई दामी देखिरहेछ। यो सही छ यो ठाउँ चाहिँ। Brandon. Sida जानु ल, यस्तो सिधै छ बाटो। Thank you. हामी चाहिँ अहिले प्रोक भन्ने गाउँमा आइपुग्यो होइन। यो चाहिँ मनस्लो सर्किटको रुटभन्दा अलिकति बाहिरपट्टि पर्ने गाउँ हो। यहाँबाट माथि चाहिँ एउटा ताल छ अरे, अनि त्यो ताल जानु पऱ्यो भनेर चाहिँ हामीले प्लान चेन्ज गरेर यतातिर आइदियौँ है। अब यहाँ कहाँ बस्ने थाहा छैन। होटलहरू नि खासै देखेको छैन एउटा नि। यो गरेर सोधेर यहाँ होटल चाहिँ छ अरे 2टा। एउटा भेट्टाएर हामी त्यहाँ बस्नेवाला छौँ। यस्तै छ यता चाहिँ। गुड मर्निङ फ्रम प्रोक। आज चाहिँ डे 10 हो। हामी चाहिँ त्यो माथि डाँडामा एउटा ताल छ अरे, त्यो तालमा गएर आउने आज। यो गाउँ चाहिँ रुटमा चाहिँ पर्दैन खास मनस्लोको, तर यस्तो दामी रहेछ यतापट्टि माथि। सही छ ल जोस्। प्रोकबाट 3 घन्टा हिँडेपछि चाहिँ हामी कालताल आइपुग्यौँ होइन। यो चाहिँ डाँडामा ताल रहेछ। यस्तो दामी गुराँसहरू फुलिरहेछ सबै होइन। कलर व्हाइट, पर्पल, कस्तो रङ्गी चङ्गी छ है। ताल चाहिँ त्यहाँनिर छ। ताल आधी जति सुकेछ, तर ठुलो रहेछ ताल त है। हामी चाहिँ यहाँ माथि आएर चाउचाउ पकाएर खाँदैछौँ। ब्रान्डन Hello. Hello. Dasha delay. Dashi delay. You want to taste?
हामी चाहिँ कालतालबाट फर्किँदैछौँ। यहाँ पानी परेर पानीले चाहिँ बिजोग बनायो। रेनकोट नि लाउन बिर्सेछ। जात्रा होला जस्तो छ। यहाँ पानी यत्रो परिसक्यो, झन् ठुलो पो भइरहेको छ पानी त। गुड मर्निङ। आज चाहिँ हाम्रो 11 दिन भयो नि। प्रोक भन्ने ठाउँबाट अहिले चाहिँ हामी लो जाँदैछौँ। अब 2 घन्टामा हामी नामरुङ पुगेर त्यहाँ खाना खान्छौँ। अनि त्यसपछिबाट 2 घन्टा अलिकति बढी हिँडेपछि हामी पुग्नेवाला छौँ लो। गाइस यहाँ चाहिँ बाटोभरि फुल फुलेर यस्तो दामी देखिरहेछ है। जस रमाइलो छ। गुड मर्निङ फ्रम सामागाउँ। आज चाहिँ डे 12 भयो। आज लोबाट हामी हिँडेर सामागाउँ आएर बस्छौँ। यही हो सामागाउँ चाहिँ। अब यहाँ बारीमा खोइ के रोपिरहेको रहेछ। जस दामी छ यो चाहिँ होइन गाउँ। यहाँ अब वेदर क्लियर भयो भने पछाडि यस्तो राम्रो हिमाल देखिन्थ्यो। अब हिमाल सिमाल चाहिँ छैन। अब भोलि देखिन नि सक्छ, देखिन चाहिँ देखेन भने हामी पर्सिन यहीँ बस्छौँ, अनि हेरेर देख्छौँ। अनि पर्सिन देखेन भने चाहिँ हामी जान्छौँ। त्यसपछि चाहिँ यस्तै छ कुराकानीहरू चाहिँ। अहिले चाहिँ पानी सिमसिमे परिरहेछ है। यही हो। गुड मर्निङ एभ्रिवान। आज चाहिँ डे 13 हो। हामी चाहिँ मनासलु बेस क्याम्प जाँदैछौँ। बेपारी चाहिँ ग्लेसियर हो है। यहाँ चाहिँ वीरेन्द्र लेक छ। यसको कालो चाहिँ ठाडै रहेछ। रमाइलो छ जस। मनासलु बेस क्याम्प जानलाई यहाँ बाटोमा यत्रो ठुलो हिउँ पो पर्न थाल्यो। अब यहाँ उसुलार केही देखेको छैन। अब खोल्नेवाला पनि छैन। यस्तै छ यहाँ चाहिँ। ल हामी चाहिँ अब मनासलु बेस क्याम्प पुग्न लाग्यो होइन। यहाँ भ्यू चाहिँ अब बादल लाए पनि दामी देखेछ। जो सही छ यहाँ ठाउँ चाहिँ। हो Yeah. Sorry, I'll know it's going down. If I do mention that shit, like, the quality's not great. हेलो हेलो। हामी चाहिँ धर्मशाला जाँदैछौँ। आज चाहिँ 14 दिन भयो हामी हिँडेको। यहाँनिर चाहिँ सानो सानो यो मुसा जस्तो के हो, यो खरायो जस्तो नै छ। यहाँ जहिले देखिन्छ होइन। हो त्यहाँ बसिरहेछ। हेलो एभ्रिवान। आज चाहिँ 15 दिन भयो हामी हिँडेको। लारके पास जाँदैछौँ हामी चाहिँ। हिउँ परिरहेको छ यहाँ चाहिँ। जस बाटोमा हिउँ परेर भ्यू चाहिँ खासै केही पनि देखेको छैन। हामी लगभग 1 घन्टा 15 मिनट जतिमा चाहिँ लारके पास पुग्नेवाला छौँ गाइज। यस्तै छ कुराकानी चाहिँ। ल तलबाट 3 घन्टा हिँडेपछि चाहिँ हामी लारके पास आइपुग्यो होइन। यस्तो जाडो छ यहाँनिर। घाम साम केही लागेको छैन। हिउँ परेर बिजोग ताल पऱ्यो आज हाम्रो होइन। ब्रान्डन, हाउ आर यु फिलिङ? Cold, Cold but happy. but happy. What about you? Good. Good. Very good. What about view? What? View. The view? Yeah. The view could be better. The imagination's good though. गुड मर्निङ फ्रम भीमथाङ। आज चाहिँ हामी हिँडेको 16 दिन भयो। अब आजबाट चाहिँ हाम्रो मनासलु सर्किटको ट्रेक अफिसियल्ली सकिन्छ। यो चाहिँ मनासलु नर्थ हो होइन। दामी देखिरहेको छ यहाँबाट। जस अब हामी जान्छौँ।